दर्शकबिन नमस्कार। हजुरहरूलाई भुन्टी सिरियल कस्तो लाग्छ? हजुरहरूलाई भुन्टी सिरियल एकदमै धेरै मनपर्छ भने हाम्रो नयाँ च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला। र आउनु साथीहरू 321 भागमा के कस्तो भयो र अब आउने 322 भागमा के होला त साथीहरू? भुन्टीले अब आउने 300 भागमा आफ्नो अधिकार पाउँछिन् कि पाउँदैनन् होला त? उनकी मितिनी अहिले सुकुमाया आफ्नै गाउँ फर्किसकेकी छिन् भने साथीहरू भुन्टीकी सासू बालकुमारी र उनका देवर भीमले अहिले भने भुन्टीको आमा र जमुना दिदीलाई जङ्गलमा लगेर बाँधेर राखिरहेकी छिन्। भोकभोकै खाना नदी राख्छु यत्तिकै मार्छु भनिरहेकी छिन् भने साथीहरू अरूको जिन्दगी बर्बाद गरेर सम्पत्ति दिनु पर्यो भन्ने लोभले गर्दाखेरि भुन्टीकी सासू बालकुमारी र उनका छोरा कान्छा भीम अहिले सुकुमायाको फन्दामा परिसकेका छन् दर्शकबिन भने साथीहरू। अब सुकुमायाले भुन्टीकी सासू बालकुमारी र उनका देवर भीमलाई यत्तिकै छोड्छिन् होला त? हजुरहरूलाई के लाग्छ? सुकुमायाले बालकुमारी र भीमलाई यत्तिकै छोड्छिन् होला भने सुकुमायाको आफ्नो मितबा मितामा र जमुना दिदी अन्यलमा परेका छन् र सुकुमाया खोज्दै कुन जङ्गलमा कहाँनिर बाँधिरहेका छन्, कसरी राखिरहेका छन् भन्दै पछि खोज्दै हेर्दै गइरहेकी छिन् दर्शकबिन। अब सुकुमायाले देखिसकेपछि बालकुमारी र भीमलाई यत्तिकै जीवित छोड्छिन् होला त? हजुरहरूलाई के कस्तो लाग्छ? सुकुमायाले यत्तिकै छोड्छिन् कि तिनी अपराधीहरूलाई पनि सजाय दिलाएरै छोड्छिन्? आखिर भुन्टीका बाउआमाको के नै दोष थियो र के नै गल्ती थियो र भुन्टीको पनि के नै गल्ती थियो र भने साथीहरू सम्पत्ति दिनुपर्छ भनेर कतिसम्म मान्छे गिर्न सक्दा रहेछन् त भने साथीहरू। सुकुमायाको अब इन्ट्री भइसकेको छ साथीहरू। अब सुकुमायाले यिनीहरूलाई जीवित छोड्दिनन्। अब साथीहरू बालकुमारी र भीमलाई सुकुमायाले सजाय दिलाउनु पर्छ कि पर्दैन र भुन्टीले आफ्नो अधिकार पाउँछिन् कि पाउँदैनन् र पाउनु पर्छ कि पर्दैन? हजुरहरूलाई के कस्तो लाग्छ? जे जस्तो लाग्छ भुन्टीले आफ्नो अधिकार पाउनै पर्छ जस्तो लाग्छ भने तल आएर कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। धन्यवाद।